नमस्कार। जीवन दर्शन युट्युब च्यानलमा यहाँलाई हामी हार्दिक स्वागत गर्दछौँ। विभिन्न साहित्यिक, धार्मिक, आध्यात्मिक विषयहरूसँग सम्बन्धित भिडियो सामग्री प्रस्तुत गर्दै जाने क्रममा आज हामीले फेरि एउटा कविता लिएर उपस्थित भएका छौँ। कविताको शीर्षक छ डाक्टर साहेब। डाक्टर साहेब, डाक्टर साहेब मेरो नमस्कार छ। डाक्टर साहेब मेरो नमस्कार छ। मलाई डाक्टर साहेब मेरो नमस्कार छ। मलाई बाँच्ने औषधि दिनुहोस्। मलाई बाँच्ने औषधि दिनुहोस्, किनकि म मात्र बाँच्नका लागि औषधि मागिरहेछु। मात्र बाँच्नका लागि औषधि मागिरहेछु। भोकहरू र रोगहरू मेरा साथीहरू हुन्। भोक र रोगहरू दुवै मेरा साथी हुन्। त्यसैले प्रिय डाक्टर साहेब, मलाई मात्र बाँच्ने औषधि दिनुहोस्। मात्र बाँच्ने औषधि दिनुहोस्। रहर र सपनाहरू तिलाञ्जली दिइसकेका मेरो जीवनमा, रहर र सपनाहरू तिलाञ्जली दिइसकेका मेरा जीवनमा अब अरू के आशा छन् र? अब अरू के आशा छन् र? तैपनि यो जीवनरूपी चक्रमा जीवन चलाउनकै लागि भए पनि बस बाँच्नु पर्दो रहेछ। त्यसैले प्रिय डाक्टर साहेब, मलाई बाँच्ने औषधि दिनुहोस्। प्रिय डाक्टर साहेब, मलाई बाँच्ने औषधि दिनुहोस्। भोक, रोग, गरिबी र अशिक्षाको के प्रश्न गर्नु? भोक, रोग, गरिबी र अशिक्षाको के प्रश्न गर्नु? यो सबै कुराको श्रेय मैले मात्रै मेरी आमाको अनुहारमा देखेको छु। यो सबै कुराको श्रेय मात्रै मेरी आमाको अनुहारमा देखेको छु। नलेखिएको इतिहास र नदेखिएको दुःख, नलेखिएको इतिहास र नदेखिएको दुःख आफैमा केन्द्रीकृत हुँदो रहेछ। त्यसैले म भन्छु डाक्टर साहेब, मलाई मात्र बाँच्ने औषधि दिनुहोस्। त्यसैले म भन्छु डाक्टर साहेब, मलाई मात्र बाँच्ने औषधि दिनुहोस्। मैले सपनाहरू रित्तिएका धेरै घरहरू देखेको छु। मैले सपनाहरू रित्तिएका धेरै घरहरू देखेको छु। विपना उद्दीर्ण बनेका धेरै संसारहरू भेटेको छु। विपना उद्दीर्ण बनेका धेरै संसारहरू भेटेको छु। म आफूले आफैलाई चिन्न नसकेर, म आफूले आफैलाई बुझ्न नसकेर पटकौँ पछि भ्रममा बाँचिरहेको छु। तसर्थ अब अरू केही सपना रहेन डाक्टर साहेब, मात्र मलाई बाँच्ने औषधि दिनुहोस्। तसर्थ अब अरू केही सपना रहेन डाक्टर साहेब, मलाई मात्र बाँच्ने औषधि दिनुहोस्। मलाई मात्र बाँच्ने औषधि दिनुहोस्। मैले पूर्व, पश्चिम, उत्तर, दक्षिण, युरोप, अमेरिका कुनै देशहरूको नाम लिन चाहिनँ। मैले पूर्व, पश्चिम, उत्तर, दक्षिण, अमेरिका, युरोप, मैले कुनै देशको नाम लिन चाहिनँ। बस मलाई मात्र यही माटोमा यो जीवन समर्पण गर्नु छ। मात्र यही माटोमा जीवन समर्पण गर्नु छ। जीवनका हर उकाली ओह्रालीहरू, हर घुम्तीहरू घुम्दा घुम्दै शरीरले कहिलेकाहीँ थकित भएको महसुस गर्दा अलि मन खल्लो हुँदो रहेछ। त्यसैले म भन्दैछु डाक्टर साहेब, मलाई मात्र बाँच्ने औषधि दिनुहोस्। त्यसैले म भन्दछु डाक्टर साहेब, मलाई मात्र बाँच्ने औषधि दिनुहोस्। किनकि मेरो प्रतीक्षामा मेरी आमा घरमा कुरिरहेकी छिन्। मेरो प्रतीक्षामा मेरी आमा घरमा कुरिरहेकी छिन्। मेरा नाबालक सन्तानहरू सुदूर भविष्यको कल्पना गर्दै, मेरा नाबालक सन्तानहरू सुदूर भविष्यको कल्पना गर्दै मात्रै मेरो बाटो कुरिरहेछन्। मात्रै मेरो बाटो पुरिरहेछन्। त्यसैले मेरा छिमेकी, मेरा इष्टमित्र, मेरा शुभेच्छुकहरूले अझै केही समय मेरो आशा गरिरहेछन्। अझै केही समय मेरो आशा गरिरहेछन्। त्यसैले म अझै बाँच्नुपर्छ। त्यसैले म अझै बाँच्नुपर्छ। अनि म हाँस्नु पनि पर्छ। मेरा हरेक कष्टहरू, मेरा हरेक दुःखहरू हटाएर यो संसारमा पुनः जीवनलाई एउटा मर्यादित बनाउनुपर्छ। त्यसैले फेरि पनि म बिन्ती गर्छु डाक्टर साहेब, मलाई मात्र बाँच्ने औषधि दिनुहोस्। त्यसैले म बिन्ती गर्छु डाक्टर साहेब, मलाई मात्र बाँच्ने औषधि दिनुहोस्। जीवन दर्शन युट्युब च्यानल परिवारको तर्फबाट हामीले एउटा समसामयिक जीवनसँग सम्बन्धित मेरा मुक्तक र कवितात्मक अंशमा मैले प्रस्तुत गरेँ। यहाँहरूको माया, साथ र सदिच्छाको पुनः
आशा व्यक्त गर्दै जीवन दर्शन युट्युब च्यानल परिवारको तर्फबाट यो छोटो भिडियो बिदा माग्यौँ। जय श्री राधे, जय श्री राधे।